नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने बताएका छन्। भारतीय समाचार संस्था आज तकको स्पोर्ट्स तक च्यानलमा अन्तर्वार्ता दिने क्रममा चन्दले यसो बताएका हुन्। एक समर्थकले कमेन्टमा डेल स्टेनको ट्विटबारे सोधेको प्रश्नको जवाब दिँदै चन्दले उनीसँग सम्पर्क गर्ने बारे बोर्डले चाँडै छलफल गर्ने बताएका हुन्। हाम्रो पेस बलिङ केही कमजोर नै छ, त्यसकारण बोर्ड उक्त विषयमा निर्णय गर्न दिन पनि आउनेछन्। चन्दले भने कमजोर पेस बलिङ सुधार गर्नका लागि कोही पेस बलर नै प्रशिक्षकको रूपमा त चाहिन्छ नै। यसअघि नेपाल र इङ्ल्यान्ड बीचको खेलमा दक्षिण अफ्रिकाका पेस बलर डेल स्टेनले ट्विट गर्दै नेपालको प्रस्ताव आफूलाई काम गर्न तयार रहेको बताएका थिए। अहिले नेपाली क्रिकेट जगतमा चर्चा भइराखेको छ। नेपाली क्रिकेटमा चासो देखाएका पेस बलर डेल स्टेन यदि नेपालको कोच बन्छन् भने पक्कै पनि नेपाली क्रिकेटमा धेरै सुधार हुने देखिन्छ। नेपालको फास्ट बलिङमा स्पेशली डेथ ओभर बलिङमा नेपालले धेरै कमजोरीहरू देखिएका छन्। नेपालले हिजोको खेलमा पनि यदि नेपालको डेथ बलिङ राम्रो हुन्थ्यो भने साँच्चै पनि हामीले खेलहरू जित्न सक्थ्यौं। बट हाम्रो पेस बलिङमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। यदि डेल स्टेन आउँछन् भने पक्कै पनि नेपाली क्रिकेटमा केही सुधार हुनेछ। डेल स्टेन भनेको विश्वकै चर्चित क्रिकेटर मध्येका एक हुन्। उनले विश्वका चर्चित ब्याट्सम्यानहरूलाई एक बल पनि छुन दिएका थिएनन्। उनले लगभग 8 देखि 9 वर्ष टेस्ट क्रिकेटमा राज नै गरेर गए। उनले 400 देखि 500 को हाराहारीमा विकेट लिएका छन् टेस्टमा। त्यसैगरी 100 देखि 150 ओडिआई तथा 40-50 विकेट उनले टी20 मा पनि लिएका छन्। उनी भनेको विश्वकै खतरनाक बलर मध्येका एक हुन्। उनको स्पेशलिटी के थियो भने उनी 150 को स्पिडमा पनि बललाई इनस्विङ र आउटस्विङ दुवैतर्फ बललाई मोड्न सक्थे भने यति खतरनाक बलर यदि स्किल भएको बलर नेपाली क्रिकेट कोच स्टाफ बन्छ भने नेपाल क्रिकेटको लागि त्यो सौभाग्यको कुरा हो। तपाईले चाहिँ यसमा के भन्नु छ आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नु होला। पक्कै पनि आशा गरौँ हामीले डेल स्टेनलाई नेपालको बलिङ कोचको बारेमा हेर्न पाउने छौं। तपाईको विचार के रहेको छ? साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी यस्तै न्यूजहरू हेर्नुको लागि सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नु होला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्यांक्स फर वाचिङ। बाइ बाइ।